नमस्कार साथीहरू, आजको भिडियोमा हामीहरूले नेपालले गरेका प्रमुख सन्धि तथा सम्झौताहरूको बारेमा चर्चा गर्दैछौँ। यो लोकसेवा, प्रदेश लोकसेवा, महिला विकास, प्राविधिक सहायक, पुलिस, आर्मी, शिक्षक लाइसेन्स सबै परीक्षाका लागि अत्यन्तपूर्ण महत्त्व छ। अन्त्यसम्म हेर्नुहोला किनकि एमसीक्यूमा बारम्बार सोधिन्छन्। खासा वाणिज्य सन्धि विक्रम सम्वत 1832 नेपाल र तिब्बत, केरुङ सन्धि विक्रम सम्वत 1846 नेपाल र तिब्बत, मायावती सन्धि 1849 नेपाल र तिब्बत, सुगौली सन्धि 1872 फागुन 18 नेपाल र ब्रिटिस इन्डिया, नेपालले ठूलो भूभाग गुमाएको सन्धि, थापाथली सन्धि 1912 चैत 1 गते नेपाल र चीन, शान्ति तथा मैत्री सन्धि र व्यापार तथा वाणिज्य सन्धि 31 जुलाई 1950 नेपाल र भारत, त्रिपक्षीय सम्झौता 2 नोभेम्बर 1947 नेपाल, भारत र बेलायत, कोशी सम्झौता 2011 वैशाख 12 नेपाल र भारत, गण्डक सम्झौता 2016 माघ 19 नेपाल र भारत, महाकाली सम्झौता 2052 माघ 29 नेपाल र भारत, बाराबुन्डे दिल्ली सम्झौता 2062 मङ्सिर 7 गते 7 दलीय गठबन्धन र माओवादी, विस्तृत शान्ति सम्झौता 2063 माघ 5 नेपाल सरकार र माओवादी। एक्जाम टिप्स: सुगौली, बाराबुन्डे दिल्ली र विस्तृत शान्ति सम्झौता सबैभन्दा बढी सोधिने प्रश्नहरू रहेको छ। यसमा कहिले कोसँग याद गर्ने बानी बसाल्नुहोला। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा एमसीक्यू प्र्याक्टिस सर्ट ट्रिक्स लिएर आउनेछु। धन्यवाद।